हेर त पकाल रोइको हेर त पकाल हैन घेरा त त्यहाँ सपनमा आया सुन्न पुरा आएछ तुम जानते पुण्यू क्या कर सही तो गते बेचे की ना हल्का हुँदो यहाँ त आज हल्का अलि बढी आउनु सक्ने छ हिजो कति आएछ त हिजो त आउँदै आएन हिजो म साँझ सुने क्या हल्का वर्ष किन आएन अब 7 बजेबाट 9 बजेसम्म त आयो घरमा पनि भन खानु क्या थियो र धन पाइन्छ नि दिँदैन मान्छे अब त मर्ने कुरै भन अब बाँच्यो त हप्ता नि भयो आयो दाल खाने मान्छे कि मेरो घर दाल खाना खाँदैन खोर्छ अनि खच्च खाने रहेछ नि अलिअलि छुँदैछ अनि ननएको म दाना दिन्छु क्या देखेँ त्यो जो यो रक्सी खाइकन ढले होइन क्या भित्ता घोरो त्यो आँसी बनाउन कुटा गयो तर घोरो दिदी खाने तल महिने तो अर्को खाइदियो पैसै कि भुनिङ रक्सी नखाए पर त अर्को खाएर पैसै भुनिङ उयो रक्सी सिकेको भयो खाने मान्ने हो क्या माथि कलेबारीबाट कलेबारी क्या नहुँदो स्याजबाट ल्याउ पछि म गलाबाट आएँ दिएर पनि यताबाट आउँदो मैले नै नै त्यो हामी पनि मैथै बोलाएँ त्यहाँबाट हिँड्नु उनीबाट भतिजा त्यो नबोला भने त्यही भुइँ छ न छेउले भन्जाले मेरो कुरा चौबिया त्यो कुरा त्यही उ भयो पछि हामी यो बेला पनि हेर्न पछि त्यो मान्छे दबाउँदै थियो त्यो पाए म जोडलाई भने मेगाले त्यहीँसम्म थियो 2 मिनट आएर पुगेन 1 मिनट जब समिति भयो त्यस्तो मिल्छ त त्यही त भुल्ने हो त अनि तिमी समिति पकाउँदै क्याउ थाल्नु यति खालको समय हालिदिनु त्यही बेगान हिजो झगाझग पनि भयो दुधै जाने सबै घरका होइन क्या महिना धेरै गऱ्यो क्या अब एक दिन 3